हरित वनस्पति सहित सूर्य पर्वतको काखमा मुस्कुराइरहेको यो दृश्य मात्र होइन, यो त धार्मिक, सांस्कृतिक तथा प्राकृतिक ऊर्जाको प्रवाह हो। यहाँको सात्विक हावाले प्रत्येक कण र आत्मालाई शुद्ध गर्छ। जहाँ शिव बस्छन् त्यहाँ चारैतिर शान्ति र आनन्द आभास हुन्छ। यो सतीत्वको स्वरूप हो, शिवको तपस्याको साक्षी हो, ऋषि मुनिहरूको तपोभूमि हो, पृथ्वीमा अनवरित दिव्य स्वर्ग हो, प्रकृतिले पहरामा रचेको वैकुण्ठ हो। खासमा यो प्रकृति हो, त्यसैले जननी पनि हो। जीवनको हलचलभित्र शान्तिको आभास दिने यो सौन्दर्यलाई शब्दहरूमा कहाँ बाँध्न सकिन्छ र? जय प्रकृति, जय सत्य सनातन।